नमस्ते। आज 2077 साल भाद्र 15 गते सोमबार। आज पनि सधैँ चाहिँ हामी कोरोना विशेष कार्यक्रम लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ दिलीप महाजन र म शङ्कर थापा। अनक मिडिया प्रालीको सहकार्यमा नेपाल भाषा एकाडेमीको नेवा एफएम 106.6 मा यो कार्यक्रम आइतबारदेखि शुक्रबारसम्म दिउँसो 1 बजेदेखि 2 बजेसम्म प्रस्तुत गरिनेछ। ज्याजोले लस्कुसेना जना कोरोना विशेष ज्याजोले ठाउँ न चित्रथिति विषयवस्तु जानकारीमूलक विषयवस्तु जनाएको जुल अहिले ठाउँ या कोरोना विशेष ज्याजोले आफन सपटी जाजीको डु वेक रञ्जनलाल कुलाल वेक टोखा नगरपालिका या स्वास्थ्य संयोजक ख वेक खनाबलाई झोले ठाउँ कोरोना विशेष ज्याजोले खनाबलाई यागु जी। हेलो, रञ्जनलाल कुलाल सर बोल्नु भयो होइन? रञ्जनलाल है, हजुर। टोखा नगरपालिकाको स्वास्थ्य संयोजक होइन हजुर? अब म यहाँलाई कार्यक्रममा जोड्दैछु। नेवा एफएम 106.6 मा आज हामीसँग जोडिनु भएको छ टोखा नगरपालिकाका स्वास्थ्य संयोजक श्री रञ्जनलाल कुलाल। सबभन्दा पहिला म यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु रञ्जनजी। धन्यवाद। अनि हामी चाहिँ यो नेवा एफएमबाट कोरोना विशेष भन्ने कार्यक्रम चलाइरहेका छौँ। विभिन्न नगरपालिकाका मेयर, उपमेयर तथा स्वास्थ्य संयोजक अथवा प्रवक्ताहरूसँग कुराकानी गरी त्यहाँका गतिविधिहरू सबै प्रस्तुत गरिरहेका छौँ। यस अवसरमा आज यहाँसँग जोड्न पाइयो, खुसी लागेको छ। धन्यवाद। अनि हाम्रो टोखा नगरपालिका भनेपछि काठमाडौँको उत्तरपट्टि साइडमा पर्ने यो नगरपालिकामा के कस्तो भइरहेको छ हजुर? यो कोरोना गतिविधि, कोरोनाले कतिको दुःख दिइरहेको छ हजुरहरूको क्षेत्रमा? अब यो हजुरले भनिसक्नुभयो, यो टोखा नगरपालिका हाम्रो काठमाडौँको उत्तर साइडमा चाहिँ अवस्थित छ र यहाँ चाहिँ घना बस्ती छ। हजुर। टोखा नगरपालिकाको वडा नम्बर 1 र 2 मा चाहिँ अलि पातलो बस्ती छ, तर त्यो अरू बाँकी वडा जति सबै चाहिँ घना बस्ती छ, एक आपसमा चाहिँ जोडिएका घरहरू छन्। त्यसले गर्दाखेरि यहाँ चाहिँ टोखा नगरपालिकामा चाहिँ कोभिड-19ले चाहिँ एकदमै असर पारिरहेको छ। अब अहिलेसम्म चाहिँ हाम्रो चाहिँ 202 केस पुगिसके, 202वटा मरिसके र प्रत्येक दिन चाहिँ 8-9 जना चाहिँ हाम्रो चाहिँ यहाँ पोजिटिभ आइरहेको छ। हजुर। हामीले प्रत्येक दिन चाहिँ अब पोजिटिभ आएकाहरूको चाहिँ कन्ट्याक्ट ट्रेसिङ गर्छौँ। उनीहरूको कन्ट्याक्टमा आएकाहरूको नामावली सङ्कलन गर्छौँ। अर्को दिन टेस्ट गर्छौँ। फेरि चाहिँ अर्को दिन चाहिँ हामीले कन्ट्याक्ट ट्रेसिङबाट आएकाहरू टेस्ट एक दिन बिराएर टेस्ट गर्ने, एक दिन बिराएर के अरे कन्ट्याक्ट ट्रेसिङ रेगुलर गर्ने गरिरहेका छौँ। र अहिले आएर चाहिँ यो हामीले चाहिँ कन्ट्याक्ट ट्रेसिङको रेगुलर गर्ने र टेस्ट गर्ने पनि रेगुलर प्रत्येक दिन गरिरहेका छौँ। त्यसले गर्दाखेरि यहाँ टोखा नगरपालिकामा दिन प्रतिदिन यो कोभिड-19को केसहरू बढिरहेको अवस्था छ र यो अझै चाहिँ बढ्ने चाहिँ अवस्था देखिन्छ। अहिले यसको लागि यहाँहरूले बचाउको लागि के कस्तो विधिहरू अपनाउनु भएको छ भनौँ? अब स्वास्थ्य कर्मीहरू भए, त्यो फ्रन्टलाइनमा जाने पत्रकारहरू भए, अब सुरक्षाकर्मीहरू भए, यिनीहरूको बारेमा पनि के कस्तो सुरक्षा विधिहरू अपनाइरहनु भएको छ? हामीले टोखा नगरपालिका आफ्नै खर्चमा चाहिँ आइसोलेसन सेन्टर स्थापना गरेका छौँ र हाम्रो चाहिँ टोखा चण्डेश्वरी पठानी स्वास्थ्य केन्द्रलाई अरू सेवाहरू बन्द गरेर अब आइसोलेसन सेन्टर मात्र स्थापना गरिरहेका छौँ। अहिले उक्त आइसोलेसन सेन्टरमा 28 बेड स्थापना गरेर सञ्चालन गरिरहेका छौँ र 28 बेड मध्ये आज सहित हामीले चाहिँ 16 बेड अकुपाई भइसकेका छ र 16 बेड चाहिँ हामीले त्यो एउटा चाहिँ आइसोलेसन सेन्टर के अरे 28 बेडको सञ्चालन गरेका छौँ। अब त्यो यो आइसोलेसन सेन्टरको क्षमता वृद्धि गर्दै लगेर चाहिँ लगभग 100 बेडको बनाउने योजना छ। नम्बर 1। नम्बर 2, अब कोभिड-19को बारेमा चाहिँ जनचेतनामूलक कार्यक्रमहरू चाहिँ अब भनौँ न हाम्रो चाहिँ यो माइकिङबाट चाहिँ गरिरहेका छौँ होइन। अब प्रत्येक चाहिँ अब हाम्रो चाहिँ अब भनौँ न यो स्वयंसेविकाहरूबाट मेसेजहरू सञ्चालन गरेका छौँ। यो मेसेज चाहिँ सबै ठाउँ पुगिसकेको छ। अहिले मेसेजको थाहा नपाउने कोही पनि छैन। तर समस्या के रह्यो त भन्दाखेरि जुन गर भनेको चाहिँ चिजहरू नगरेर मान्छेहरूले चाहिँ अलिकता त्यसलाई चाहिँ हेलचेक्रै गरेको अवस्था रह्यो कि। त्यसले गर्दाखेरि चाहिँ कोभिड चाहिँ बढिरहेको अन्त पनि त्यही हो, हाम्रोमा पनि त्यही हो। अबदेखि चाहिँ मान्छेलाई चाहिँ अब
धेरै सम्झाउने कुरो पनि पुग्यो जस्तो लाग्छ कि अब भनेको कुरा नमानेपछि कारबाही नै गर्नुपर्छ जस्तो चाहिँ अवस्था मलाई मेरो आफ्नो व्यक्तिगत महसुस त्यो भइराखेको छ। एउटा त्यो चाहिँ हामीले चाहिँ जनचेतनामूलक कार्यक्रमलाई निरन्तर चाहिँ सञ्चालन गरिरहेका छौँ। अर्को कुरा हाम्रो चाहिँ कोभिड-19को चाहिँ एउटा एडभाइजरी ग्रुप गठन गरेका छौँ। एडभाइजरी ग्रुपले पनि अब विशेष गरेर टोखा नगरपालिकामा बसोबास गर्ने स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको चाहिँ अब रिटायरहरूदेखि लिएर चाहिँ अहिले पनि एक्जिस्टिङ काम गर्नेहरूबाट चाहिँ हामीले बेला बेलामा चाहिँ सहयोग लिइरहेका छौँ। त्यसरी चाहिँ गरेका छौँ र केन्द्रीय सरकारसँग पनि बिटिएम ल्याउने, टेस्टको लागि बिटिएम माग्ने, बिटिएम ल्याउने र टेस्ट गर्ने चाहिँ गरिरहेका छौँ। अब केन्द्रीय सरकारबाट अझै चाहिँ हामीलाई सहयोगको चाहिँ होला भन्ने चाहिँ अझै अपेक्षा चाहिँ छ। र टोखा नगरपालिकाले आफ्नै चाहिँ अब यहाँका कार्यरत स्वास्थ्य कर्मीहरूलाई चाहिँ एउटा स्पेसल प्याकेज गरेर अब फ्रन्ट लाइनमा काम गर्नेलाई 150% चाहिँ एउटा उनीहरूलाई चाहिँ एउटा जोखिम भत्ता दिइराखेको छ। अनि त्यस्तै गरेर अनि सेकेन्ड लाइनमा बस्नेहरूलाई 100% र थर्ड लाइनमा बस्नेहरूलाई चाहिँ 40% चाहिँ 40% अझै थर्ड लाइन बस्नेहरूलाई 25% चाहिँ जोखिम भत्ता दिइराखेको छ। यसरी जोखिम भत्ता दिने एउटा चाहिँ नगरपालिकाले गरेको छ। र अर्को नगरपालिकाले के गरेको छ त भन्दाखेरि होम आइसोलेसनमा जो बस्छन्, होम आइसोलेसनमा बस्नेहरूलाई चाहिँ उनीहरूको चाहिँ न्युट्रिसनमा चाहिँ सहयोग होस् भनेर दैनिक 350 रुपियाँ दिने चाहिँ निर्णय गरेको छ। होम आइसोलेसनमा बस्नेहरूले पनि अब त्यो 350 को दरले चाहिँ उनीहरूले प्याकेज पाउँछन्। अनि नगर के अरे आइसोलेसनमा बस्नेहरूको सम्पूर्ण खर्च नगरपालिकाले बेहोरेको छ। र अब अर्को चाहिँ जोखिम भत्ताको हिसाबले पनि स्वास्थ्य कर्मीहरूलाई चाहिँ एउटा चाहिँ उनीहरूको मनोबल बढाउनेले पनि उनीहरूले आफ्नो चाहिँ बजेट खर्च गरिरहेको छ। गर्दाखेरि चाहिँ टोखा नगरपालिकाले आफ्नो तर्फबाट पनि एकदमै चाहिँ भनौँ न लगानी गर्ने सवालमा चाहिँ त्यस्तो किसिमको चाहिँ कुनै कन्जुसाइ नगरेर काम गरिरहेको छ। र काम गर्ने सवालमा पनि हामीहरू एकदम उच्च मनोबलका साथ काम गरिरहेका छौँ। हजुर, खुसी लाग्यो, धेरै राम्रो। अनि के अरे कुलालजी, हाम्रो नगरपालिकामा चाहिँ भ्याली बाहिरबाट, भ्यालीभन्दा बाहिरको अरू जिल्लाहरूबाट प्रवेश गर्ने नाकाहरू के कस्तो छ त्यहाँ चाहिँ? अहिले अब प्रवेश गर्ने त अब पहिला भयो, एकचोटि चाहिँ खुकुलो भएको अवस्थामा त म्याक्सिमम प्रवेश गरे। अब हाम्रो टोखा नगरपालिका लगायत काठमाडौँमा चाहिँ अहिले कोभिड बढ्ने कारण पनि त्यही नै जस्तो लाग्छ मलाई। यो बिचमा खुकुलोको बेला चाहिँ धेरै चाहिँ मान्छेहरू आए। टोखा नगरपालिकामा फेरि कस्तो रहेछ त भन्दाखेरि अब घरबेटीले एउटा फ्ल्याट लिने, 5-6 तला घर हुने, बाँकी सबै चाहिँ बाहिरका मान्छेहरू भाडामा लिएर बस्ने। यस्तोले गर्दाखेरि चाहिँ पहिला यो बिचमा चाहिँ खुकुलो भयो बेला चाहिँ म्याक्सिमम मान्छेहरू आए। अब रेकर्ड हामीले राख्न सकिएन। अहिलेको अवस्थामा एउटा यो नुवाकोटबाट आउने एउटा नाका छ जोरमा, त्यो नाकामा चाहिँ फेरि हाम्रो चाहिँ आर्मी नै बसे हुनाले उसले आर्मीले नै अब निगरानी गरिरहेको छ। अब बाहिरबाट प्रवेश गर्ने चाहिँ खासै त्यति चाहिँ अहिले भेटिएको छैन। सुरुको अवस्थामा त डाइरेक्ट इन्डियाबाट मान्छे यहाँ टोखामा आइपुग्ने, कसरी आइस् त भनेर भन्दाखेरि अब के अरे यो चाहिँ यो उसमा नाकामा चाहिँ प्रहरी बसेको थियो, प्रहरीले 5000 दियो आयो भनेर चाहिँ इन्डियाको मान्छेहरूले पनि भनिराखेको थियो। अनि त्यसले गर्दाखेरि अहिले चाहिँ छैन। यो एकपटक हामीले यो नाका खुला गरेर अलिकति लकडाउन खुकुलो पार्यौँ नि, त्यसले गर्दा हाम्रो भ्यालीमा एकदमै असर परेको छ। अब यस्तै किसिमको अहिले हामीले यसरी निषेधाज्ञा जारी गरेर अगाडि बढ्दै पनि अब यस्तो त नहोस् भन्ने हामी कामना गर्छौँ। तर भयावह स्थिति लिएर एकदमैसँग फैलियो भने तपाईँले अहिले जुन व्यवस्था गर्नुभएको 100 बेडको व्यवस्था गर्न आँट्नु भएको 100 बेडको आइसोलेसनले पर्याप्त होला त? यसो छ, अब अहिले हाम्रो आफ्नो आइसोलेसनमा लिनुभन्दा नि सकभर चाहिँ एउटा उनीहरूको राम्रो व्यवस्था छ भने चाहिँ त होम आइसोलेसनको नै हामीले प्रमोट गर्छौँ। होम आइसोलेसनमा उनीहरू बसेर राम्रोसँग बस्न सक्यो भनेदेखि हाम्रो अहिलेको 100 बेडै भयो भने पनि हाम्रो अहिलेको अवस्थामा हामीले चाहिँ टेक्न सक्छौँ। तर हजुरले भनेको जस्तो भयावह अवस्था भयो भनेदेखि त टोखा नगरपालिकाको एउटा चाहिँ 100 बेडकोले त भ्याउन सक्दैन। तर नगरपालिकाको अस्ति कार्यपालिकाको बैठकले के गरेको छ त भन्दाखेरि अरू कुनै चाहिँ सम्भावित ठाउँहरू पनि पहिचान गरेको छ। अहिले अब भनौँ न हामीले चाहिँ हाम्रो चाहिँ क्षमताले भएसम्म चाहिँ खेल्न सक्ने स्थिति प्रायः उनीहरूले खेलिरहेका छौँ। यदि
त्यो पनि अवस्था यहाँ पनि 100 बेड चाहिँ के अरे भरिहाल्यो भनेदेखि अरू कुनै चाहिँ ठाउँहरू चाहिँ पहिचान भएछ 4-5 ठाउँ त्यसलाई पनि बढाउने चाहिँ योजना चाहिँ छ। तर अब भनौँ न अहिले चाहिँ अवस्था हेर्दाखेरि चाहिँ त्यस्तोसम्म चाहिँ आउँदैन कि भन्ने नै हाम्रो अपेक्षा चाहिँ हो। हजुर, आशा गरौँ त्यस्तो है, त्यस्तो नहोस् हामी आशा गरौँ। र अनि अन्त्यमा अब त्यहाँ हाम्रो सुरक्षाकर्मीहरू र स्वास्थ्य सेवकहरूलाई चाहिँ यहाँ अब यहाँले जुन यो एक किसिमको जोखिम भत्ता पनि उपलब्ध गराउनु भएको छ, त्यसबाट त्यो बाहेक अब यहाँ समाजमा एक किसिमको नकारात्मक प्रभाव पनि परिरहेको छ नि। हाम्रो यो नर्सहरूलाई डाक्टरहरूलाई अलिकति हेरेको दृष्टिले हेर्ने, अलिक टाढा हुन खोज्ने, यस्तो किसिमको चाहिँ हाम्रो नगरमा के कस्तो छ हजुर? यस्तो किसिमको राम्रो क्वेसन गर्नुभयो। अहिले चाहिँ त्यो जुन चाहिँ त्यो समस्याबाट टोखा नगरपालिका पनि अछुतो छैन। हजुर, अब जसले चाहिँ जुन समस्याको लागि लडेर चाहिँ आफू त्यो समस्यामा परे त्यस्तो व्यक्तिहरूलाई चाहिँ उनीहरूले चाहिँ सम्मान गर्ने ठाउँमा चाहिँ अलि हे दृष्टिकोणले हेरिराखेको अवस्था चाहिँ छ। तर हामीले चाहिँ त्यसलाई पनि चिर्नलाई चाहिँ हाम्रो चाहिँ यो सन्देशमूलक जुन चाहिँ अब हाम्रो माइकिङहरू छ त्यसमा चाहिँ त्यसरी पनि भनेका छौँ। र पहिलाको अवस्थामा जसरी चाहिँ हेरे अहिले बिस्तारै चाहिँ अब परिवर्तन भयो जस्तो त लाग्छ। तर पनि के हो त भने पहिला त अब कोभिड देखिन सक्थ्यो घरै सिल गर्ने होइन, घरै हेर्ने त्यस्तो हुन्छ भनेदेखि अहिले चाहिँ कमसेकम चाहिँ त्यस्तो छैन। र स्वास्थ्य कर्मीहरूलाई चाहिँ अब हामीले त्यस्तो गर्नु हुँदैन भनेर सन्देशमूलक कार्यक्रमहरू, सन्देशमूलक सन्देशहरू प्रसारण गरिराखेका छौँ। र भोलिदेखि के गर्दैछौँ त भन्दाखेरि जो हाम्रो चाहिँ टेस्टमा आउँछन् नि तिनीहरूलाई चाहिँ जानकारी होस् भनेर हामीले एउटा ठुलो ब्यानर नै लेखेर टेस्ट गरिसकेपछि तपाईँहरू चाहिँ अब टेस्टको रिपोर्ट नआउन्जेलसम्म चाहिँ बाहिर नघुम्नु होला, हाम्रो सङ्क्रमित चाहिँ स्वास्थ्य कर्मीलाई चाहिँ हेरेको दृष्टिकोणले नहेरिदिनु होला। यस्ता सन्देशमूलक कार्यक्रममा 2-4वटा चाहिँ सन्देशहरू हामीले चाहिँ पहिचान गरेर त्यो लेखेर ब्यानर लिएर नै टाँस्ने र यो ठाउँ चाहिँ यस्तो किसिमको ब्यानरहरू पनि 2-4वटा टाँस्ने चाहिँ हाम्रो योजना छ। म कार्यक्रममा जोडिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद, सुरक्षित रहनु होला। धन्यवाद। हस्, धन्यवाद। रञ्जनलाल कुलाल टोखा नगरपालिका स्वास्थ्य संयोजक वेतन टोखा नगरपालिका विशेष संस्थामा कोरोना विशेष जाजुले जानकारी गएको छु जोजलपा लस्कुस दु नेवा एफएम रेडियो या कोरोना विशेष जाजुले छिटले नेपाल लस्कुस सेना चुनाव लक्ष्मीजु हजुर अहिले लक्ष्मीजु आठोइले चाहिँ कोरोना कोभिड-19 भाइरस चौकठा चाहिँ हलिमे चाहिँ बैबे जोचोङडु छिगु देशे न सोनिगले न न्यानी थ संक्रमित अपयव न चोङडु छि थो कोरोना कोभिड-19 या थो महामारी त चाहिँ गुकटा सोया चुने देतले नापा चिच्चा हकल थगु विश्लेषण छटा त तय दिला हजुर कोरोना भाइरस त बुझे कोभिड-19 एक्चुअली मात्र नेपाली टिकम हो संसारै हलिमकै यहाँ आउन चौकी गु छौ लुएख हजुर गुलो त आम मनुटे त छौ डर ट्रास हैन व्यापक ज्ञान दिउतो हजुर अथवा यो विषयले खलाउ कता डाक्टर टेबुटी चाहिँ विभिन्न धारणा चाहिँ बोल्न भया छौँ चाहिँ ज्ञान नियन्त्रण ल्याओ अझै त ज्ञान कोपालाउ नि विषयले खन प्यारा छौँ तर छिकिने यहाँ स्वास्थ्य कर्मी मुक्ति छ न हजुर ठुकै त कोपाली खज आत्मबल बल क्यू थपि सुरक्षित जीव हजुर अब ब्याड नो बुढी छुन खन्दरो जस्तै के आछि त छेखौ ताइबले नापजी छ जी किलो दाका छे चोना टोना अब त सुरक्षित साचनी वे देख हजुर आयुकी अवस्था न थोबैक न्योबडी चाहिँ खन्दरो कोरोना राउबडी न तो आम लुए यो रूपमा चाहिँ मुन्ते सक्याउ यारु ल हजुर तर त चाहिँ हमेशा मेमे सब पेटना उनी कि वो पुना उनी कि जो कारण है तो व्यापक हुनेछ त कोरोना राउबडी लुए त उली हल्का तंगन क्यामुजु हजुर ठके ख गाता न भ्यान फ्याटो अवस्था गरु तो बुलु न छिउ कि लुए चाहिँ कोल्लाउनी ड्युटी ख हजुर लक्ष्मीजुले जिटा लुमसी वो साउन या 31 गते शनिबार छिकपी किपु नगरपालिका वडा नम्बर 6 या छगु ज्याजुले जायदिगु बोटिका दिगु झोले अनसम समस्के चाहिँ कोरोना पोजिटिभ खण्डेउ बच्चा चाहिँ परिस्थिति मेगु जुलले छगु छिन चाहिँ छु झिनु टक लगभग छिन चाहिँ क्वारेन्टाइन चोना दिल वो विशेष छु जानकारी बे दिला
सुबादु गुरुङजी ठुगेना चाहिँ भोलि त मानसिक तनाव चाहिँ जिराउन यो व्यापक चौधो हजुर गुइले रात शनिबार को 5:30 बजे दिन वो चौधरी ज्यादाले बने के होता चोला त हजुर बटिना मोनो त दिसे अन सीमा ने है नियम की मोनो त दैबी वे हुने या मतलब जिबी अन लगभग निमो ने सीमा त 14 छिचोना अन चोना हजुर अले थम पासा जिन थमिले जुम पासा क अले वे गर्न दुवे के था ज्ञान मन बोले ते पास जिरा ज्ञान वे मते जी टिसा पेशना वे नोदु जिता पति त संग वो का हैन अजु रिपोर्ट मोनी हामी फ्यामिली राख्यो वे गर्न तैदिला हजुर मले छिसना अब न्याले सामान्य खाना खेना को छिरे याति न्याते त लोटा पुनी मको ये त इम्युनिटी पावर दुकिङ ख छिरा पुनी मको के कथा है खता या त हजुर अब गर्न पते एन न वे ग जितिङ न प लगभग 5-6 फिटे तपाईको चुनु वे ग मिले चुनाको जिबी चाहिँ सुक्ली फेट न हजुर खतै ज्ञानाया चुनो अन छे ग्यावया न तो संया अले शनिबार छिल्ला आइतबार न अथे खजला बान्ची 5 जति लिता भए आको चाहिँ जिमा हजुर पासा फोन न आइदिले के लसिन्जु वेक अप पासा यो पछि चाहिँ पोजिटिभ होला एरिया चाहिँ छिन सुरक्षित छे चुना दिन्छ हजुर तर साथै त प्रिकसन चाहिँ छ क्यामा सुरक्षित छिमा यदि वेक त पोजिटिभ होला लगातार ला छिदा न अयोक्ति छ सिम्पटम खण्डा छ छिदिन पोजिटिभ टेस्ट या मालिफोनी पिसा कतै दिउजलो वेगन हजुर ओ भ्याक्सिन साथे छौ कथाय ज्याचुकु चाहिँ छिटा बोल निवेश यातना हजुर अजुनाल आम थम जिनाल मनुए खम आम मनुए ख हजुर अनि केको वो थाप्ला छ तै जे खमेसा छु मुटी तैरा छ यदि थो पिसिआर पोजिटिभ या जितो कोरोना गुलका थाना जी या उजारियो बडी आयो अवस्था वास छुए मरु गयो अले क्वाला तुनिउ ख हजुर जिचिलो दादा तुनिउ ख त्रिप्ति आयो भाटिया जे आइतबार नसिदाले सोमबार नसि जी छ मेस्ता पडिता छे या खदे चोना हजुर यहाँ छेदा तिनजना जिचोनियो बुटी कोठा नि दुस्पिसन मयाका हजुर अले नै तुनि बुटी न जिदा किलेते है नै तुनि जि थाने चाहिँ सिलसाली या दको याना हजुर दको याना कुन त जिके आयो कि सिम्पटम चाहिँ छुडा खन्नम त हजुर अले लगभग पिनुटी लिपा खर न्यानुटी लिपा छिके त्यतिको नगरपालिका यो समय जनै ए त्यतिको गेटे अन्धालको त्यो पिसा टेस्ट सेक्युर गातै दिला खटा अले पाछिन चाहिँ जिदा चाहिँ छिनदै टेस्टको धासा जुरान एसा जी या मको तर चाहिँ जिदा विश्वास कि जिगे कोरोना मरो जिदा थाइने मको जिगे आयो सिम्पटम मरो यदि जुसा चाहिँ वो पासबि अन कन्टिन्यू हुनु को अन्तके पासबि त इन्टर या कि गाडेले अन्तके छिनसम पासबि चाहिँ टेस्ट गर्दा अले जिनाको चाहिँ कन्ट्याक्ट ट्रेसिङ या कोठा दादु चाहिँ जी गन्डनु हुना सुसु हुना वेक अप पासबि छ न थौबडी चाहिँ टेस्ट या दिउ दिया न हजुर अब चाहिँ लस्ताई खजला अलि निन्सनु लिपाए ओके यो नेगेटिभ होला हरका टाइपले जिता थर्नेस त चाहिँ छु अनुभव जुला छ के दशा चाहिँ आफ्नो बल दगेश्याम बल कि माउकी खजिया छ न त्यो कोरोना त के खतरा न तर त्यो दौराने दिने जिता चाहिँ गुली मेन्टल मानसिक तनाव जीव ज्या जुल गराला छ जिथा आसपास है केतु मनु त ग्याचिकु छिके दु तो कोरोना दाउ पिछले चाहिँ भ्रम यको मनु त के दु ल हजुर ती खनसाटे चाहिँ जो पाखे उन्त सरे जीवले जिना पल्लीको चोनी हो चाहिँ वो चुमते सरे जीले अले उइना पर नोट सुटु इ परिवार चौकिना पर चाहिँ हुलमुली मोती वो चाहिँ बालाउ क तर त्यो व्यवहार या उक्ति चाहिँ छिके एकदम है हजुर जिसको सामाजिक दुष्यन सामाजिक बहिष्कारी रूप चाहिँ मनुटेसन प्याका कै हजुर अहिले दुलो गसे पिनुन ब्लेन पिनी या छे एचन ब्ले उकिन त के जिब्लेन ए छथर त्यावे मुजु छथे चलाउ छे मुजु छथे कछि गुन मुजु छथे चलाउ छे हामी बिना को खलाम जु दैथे आयुक्ति गु विचार का थुचौ चाहिँ छ प्रम ख हजुर यदि जिसम संस्कृति जुसान चाहिँ वो टका त जिसंकृति मोखो जि हमेशा त सुरक्षित त जियाना नेति सिटन त यदि जित थावे खत गाता छन नेति सिटन त समाज चाहिँ छोरे चाहिँ निना उनमा मुन मार गाते मोटी थियो तर चाहिँ मोनुटेवटी स्वभाव मोनुटेवटी विचार उके चाहिँ गेदुल्ला छ थमे छ त चाहिँ जी कोरोना संकट मोनुटे चाहिँ जित टाइपमा त्यो अवस्था चाहिँ होला कारण सुधा छ
जिरो छु छुको स्याफामा साथै ढाके जिरो चाहिँ छो कोरोना जो खला त्यो ढाके जिरो चाहिँ छो पादको स्याफामा त जिरो ग्यास्ट्रिक भन्छ लेन जुन त ग्यास्ट्रिकको जिरो छाको स्याथे जाछ छाटे स्याउ खला त फोक्टे स्याउ खला हजुर अले वो कति त खासा निगान गई का थिए को पहिले कोर्दा जिल्ला चाहिँ कोठी खाना पनि राउ कोठी खाटला टेके अयु न मुन्टे त क्या चाहिँ चीज बोल्नु दिया हजुर वो स्या बोलाउपछि चीज चाहिँ दकेशन दुखै खौले सामाजिक दूरी कायम या और गातालो तर वो चाहिँ तापको जगत ने तर माया ममता वो स्नेह ओए जिरो तापाउ कि जिरो पहुँच छ छटक छोरा जी कोरोना दस्तनपति मनु भक्त त कोरोना सामपति मनु भने हजुर एन तभी तय मुंजे से याव विवाद करने जी जिनकी लिपे प्याउन बोले ना छ संगठनिक ना तो चुनाव मुनु न प्याउ वाला तो क्या वेम जो नी छ मो सा जो नी जिनके तो चो सा जो नी अयो यो कथा दai गो दूर दूर छिछि यावती हजुर जदai छिरे यावती शिक्षित समाज चुनाव तो तीन साल अघि जोल गाटा तो गामे चौकी मुनु टेस्ट आत्महत्या यावती जिहन्यना हजुर धनुषा जी समुदाय 29 वर्ष दु मत दु शिक्षित होला तर दुखौ क केफो अनदाय उले शिक्षित मुदु थाके जे धालगा ता या जिल्ला ताले तो कोरोना यो देखि दिने सोना मुसा निसमा मयाको मन्त्र छ आत्मा के या देउटी नेना तो जिसे तो डिप्रेसन यो बुदी कारण न चाहिँ तो जोला भेटे जिता पक्का पक्का हजुर लक्ष्मी जो आठो कोरोना अझ चाहिँ आगोले कोचाइ थो छु ठठे धाफु अवस्था मोर्नी छि चाहिँ च्यानु झिनु गु छि छे चोना बले छु दैनिक गुखटा मुना बोला छि कना दिल अठे मेपी छु ठासे मेपी न अठे चाहिँ रियो अवस्था वो दिन त चाहिँ गुफ्ट बितेमा गथे चाहिँ मन बोला कि मा थो विशेषण रेडियो नेना चुना दिबिन त चाहिँ छु छु सल्लाह सुझाव चाहिँ कना दि खला कि जो ब्रेन्डी तो एकदम छिरे न्यापी छिरे चंदा कमिटी छ है हम त जिरा छु नेबे मार गता त छिके यदि कते कोरोना किते बोला तन्दागा राता न छिपी क्या था चाहिँ बुझ्यो थोड़ा सामान्य लुएको फिटर चाहिँ जी लन्च छु जी फिटर ट्याकी छु जी ठुको ठाउँ जी फिटर ट्याकी कि देउटी चाहिँ जके नापा चाहिँ मनोनिश्चय चाहिँ जिज भावना चाहिँ किसान बोलन्कीमा जके नापा चाहिँ संकटमिक व्यक्ति अले वो छौ छुर्गा ढाचा छिटो जिउपट्टि नापयुक्ति शेख ताउयुपट्टि गु लुइ र दिज सुखे बनी हिने सोगति दिक्तया सितया गु पाप काउपट्टि चाहिँ नापयानो ग थकै त अचुक उपाय दिउपट्टि चाहिँ निक्षेप्य कया न्याक तिलत्या कुलकुलिया हो हजुर हजुर एकदम भाला दिन वो याना हजुर अनलिपा तिलत्या कुलकुलिया साथै वो पाप काउपट्टि जा सुखे बनी हिने तादा त छिटो पठाए दुनी हजुर अस्पतालले बनि बेला गो अस्पतालले छनि बेला युक्ति गो छिटो अन खण्डैपट्टि भयो अवस्था दुनी हजुर हस्पिटलले बनि बेला या छिटो आइसोलेसन त्यही नै सरकारी अस्पताल देखे वो आइसोलेसन ने छनि बेला गो छिटो अन खनिबले मनुटेपट्टि अन टिकटी मनुटे खंगाले छिटि भने गई हजुर तर चाहिँ होम आइसोलेसन चुना यदि ठाकु या होला सासला ठाकु लासा चाहिँ हस्पिटल वडा चाहिँ वो भेन्टिलेटर चुन्यो वो आईसीयू ले चुन्यो वो छटे एक तर चाहिँ जी थमे छ त ट्याकी छु युक्ति भावना दुदिन छ छे चुनाए वो क्वाला चुन्यो छे भन्दै पिछे एक घण्टा चाहिँ खाउँछौ गिलास चाहिँ क्वाला तोड्न गाटल्ला तान क्वाला के चाहिँ ची हलु पालु त्या छिटा नापो फ्लाउडी गु बिदिदु वो चाहिँ निचे न्याको फुगति तोड्न गाला न वो नदियो तर फक्को चीज छिस नै मुखो सुकेन इले ने इम्युनिटी पावर दैको चाहिँ चीज नयाँ पनि दिन टाउबाट जे काजु पेस्ट बरा त दिन नयाँ मलाई अलि दुई चाहिँ हलु त यानो तोना हजुर ताले वो नयाँ एक पनि बोले ए जिटर द न्यान नि छ हैन दु डक्टर छ जिटर ठुन या वसले दु आर भगाते या त हैनी किसान सोया पिन आको वात यो असले दुटी आर भया त वो धाउटी मतलब त वात नलाई छन त लनी गाटे त नयाँ लनी भ्या त मुख तर विश्वास भनन कि माउटी खन्छ छ राजा जी ठोडया छना जिटर थिगु अले यदि जिटर जोर जिटर चाहिँ निनी जोर चाहिँ नपायामा हजुर जे बनी हिने सोको चाहिँ जिता जोर नपाएन यदि सेनो चेना कुंडा त सिटा मन दे ब्याग विकल्प मरु हजुर हजुर मयो मरु एजा चाहिँ यकु क्वालिटी चाहिँ जिता वो पम नि काटी कया चाहिँ काटी तया ल तोना तिसियानो तोना वो काटी युक्ति वो बागा याना टुकुर टुकुर याना वो तया चाहिँ तया त्यो लजिन गोना तोना
तर जिरो मोजु सानो जियानो पनि ज्यादा चाहिँ ल तर यदि साथे सुन बेसी खदा हो त थाहा आज जित खत्तमे जिजुल अर्का तल्ला त यो मानसिक रूपमा चाहिँ वो झन् खत्तम दिया हो मानसिक रूपमा अझ नक्की सामान्य लोक जिसिक ट्याक पोरगा चाहिँ ज्ञान हुँदा छ छोटो उपाय त याउ निनी सुके चाहिँ योग न याउ व्यायाम न याउ तर चाहिँ हरेक चीज चाहिँ मोने वो ज्ञानको मोटेलाई यदि चाहिँ फेसबुक ठाउँको सञ्चालन 5 मिनेट चाहिँ ग्रुप एचना ग्रुप मेसेन्जर चाहिँ खलासाजु या अन्य मेल मिटिङ या ज्ञान कोठा चुना ठट्टु अतिथिहरुका चाहिँ 5 मिनेट न छौ परिवार मेल परिवार दक्कु 5 मिनेट न चाहिँ निनी वो मुनु नाप ग्रुप छिटो कोभिड-19 थामपति मुनु दाइछि छ अब थामपति मुनु त परिवारमा उले गाइलन सब दिन्छ काममा ठुलो जो चीज हो संख्या प्राप्त गरिरहे उयो मनोबल ठाउँपछि चाहिँ यहाँ निदा चिज अब अयोग्य कुरा त दिया गर्न काला छ वो रोतन ढाके कम्पिटिसन जुतान ओ पाखे चाहिँ बोल्न नआउने हजुर लसिजु आ छिनापटन ज्याजुले खनाबलाई झोले चाहिँ सौला छिस ठो महामारी नामे चाहिँ छि नेपाली समाज या गु किपा चाहिँ छिस खन छमखना मियम ग्यामाउ अले चाहिँ सुन जो जोरवल लास सामाजिक कथा चाहिँ बहिष्करण यही अवस्था अले मेगु चाहिँ आकिपुर नगरपालिका ठो कोरोना पनि त गुकुटा वेकअप सरसलेना जैना जुनको ठाउँ ठासे दु तर नगरपालिका ठटिना यामाउ खला रिउ छिरसम्म फलामो वडा अध्यक्ष न जुया दिरुङकोमा अले चौकोठा नेपाल कम्युनिस्ट पार्टी नेतृत्व टलेन छि जिम्मेवारी दुम जुल किपुर नगरपालिका यहाँ जो जय सवाले छु विश्लेषण गरिदु आ ठिकै यो पनि टाउ कप्ट गला छ किपुर नगरपालिका ठाउँ चाहिँ नगरपालिकालाई स्थानीय सरकार छ किपुर नगरपालिका यहाँ त स्वयं न ठाउँ जुको दायित्व नम्बरको ठिकै चाहिँ 8 घण्टा टेबुलमा उठिका गए भूमिका हरेक पावर तबका चौकी मनुटे छ फुच्या मात्र किपुर नगरपालिका स्थानीय सरकार संघीय सरकार या प्रदेश सरकारी जगह सरकार किया सुन गाला छ छौ महामारी छिस कोलक खैमको यो बोल्ने कुछ समस्या त चाहिँ सरकारी जगह मुहो आम जनता त ख अनि जनतालाई या माउती या स्थानीय सरकार या उकी जाइदा चाहिँ आम जनता चाहिँ उकेलाई चाहिँ थो जिमोलाई चाहिँ वेक त भूमिका भिटु खरी भाटिया बोले बोत्या लाले लाते आफ्नो पाउ ओनर गाडा था छुइटा चाहिँ छिस या पै तर वासाय पटले या मुख्य चौकी वासाय पटले मुजुती गुण नेपाली सन्दर्भे मात्र चाहिँ किटिको नरपालिका चाहिँ या पै व्यक्तिमको तर उके यो समाधान हो सुरक्षित याकीको जिम्मेवारी चाहिँ नरपालिका यो ख हो त यो पनि सुचित गाडाहरुले जकै नापा चिक्न मूलक जहाँ त जे वेगा बिना न्याने पिटी वे ख तो यातला थरजी यातला अदिजी युक्ति खैदा ख सँगै चाहिँ लोकन सिगामा चाहिँ भोग मुनुटेको छ तर भोग छि सिगा निया चाहिँ भोके मरे के लागि गुली याक्नु छिस छिटा चाहिँ कोपाली फै कोलाकी फै वो ज्याखन्दा चाहिँ किटिको नरपालिका ताके न्या बेटमा आउति खन्दु तर वो ज्याको पनि गु छौ चरण चैत्र 11 गते ढुङ्गा अनि रात यो कार्यक्रम त होला त्यो रात कार्यक्रम त छुछुकै उपलब्धि जुल तर उके यो कोही नकारात्मक सोच विकास छ ल सो बटा चाहिँ सामाजिक चाहिँ भावनाको लागि चाहिँ किनेपी गुण मुनुटेसँग याउति भूमिका छ तर थयो पनि इले सुन राजनीति पार्टी छ राजनीति याउति बगु राजनीति शिविरमा चाहिँ सामाजिक जाय खर्गा चाहिँ भाटिया न्यानु जुसा जुने धने बालाई छ तर आयो अवस्था कुनै राजनीति पार्टी त्यो भूमिका न तक्क न्यूनको खण्डु ठोटाएले किटिको नरपालिका छौ पार्टी न्यू पार्टी नाको सम्बन्ध जुले गर्नु किटिको नरपालिका यो पार्टी छ तर वो पार्टी चाहिँ छ छिटैना चौगु आखे सरकारी त ग्वालियोलाई छिना चौगुले वो भटकाउनेले छेछेउना चाहिँ धाउने कुरा छ संक्रमणले चाहिँ पार्टी त्यो नेता त कार्यकर्ता त जनता यो छेछेउना चाहिँ छुटाउना चौगुले छुट्या जनाउना चौगुले अयो कि छुन खबर यसो कारण किटिको नरपालिका चाहिँ जिउन छ अनुरोध छुटाटा छ वेगा दिनमा या माउती गाजो न आके छन्चौती दुपी संस्था त हुनु सरकारले त अब त दुई संस्था त छिटाको स्वास्थ्य कमिटी त इन्जिनियर कमिटी त कृषि कमिटी त उन्मुसी दु ताके भएको किन चाहिँ नेचिकलाई चाहिँ छुटी जाइना छन् छुटी या ढुङ्गले आछु या केना छन् आछोले नेता छोया दुनु आछो सत्र तेजी पायो नो ज्यादा छुटीले नो ज्यादा छिया छ जिले तयपी खैत के ठाउँ 15 गते जुल कले 16 कौन 17 गते त्यसले तो निनी दति न चाहिँ किटिको नरपालिका के हनी बाकी छिमो वडा दिछु मेरो पिन्दु वे कति छ गुली याक्न फु अझपि बीजेपी मुनु त आयो पति सला छुनि हजुर यहाँ उदरका दासे किटिको नरपालिका संक्रमित आता त बिउबी तथ्याङ्क अनुसार 45 जना थिए नुगला लना वो कि न छिके दु हजुर पछि मयाको लोन नुगलो जिमा
हजुर लनाहुन नुङ्गुपी मुनुटे त गेना चाहिँ विकसन क्याक्टिउ अझ लन बाग जुन तिन चाहिँ नरतालकै पाक्या चाहिँ छुवाली गया तंदु उकै दिशेले क्या चाहिँ तल देखियो र के नपा तो भ्रम चिकियो लागि नै किर्तिपुर नरताल पाक्या चाहिँ तरो भूमिका बीच माटे छ किर्तिपुर नरतालका मिटिङ भूमिका त छिपिकै नाति सर्वसाधारण थियो ताकि नरतालका चाहिँ झिउ लागि या क्यों ख झिउ लागि या ना क्यों ख छिपिकै नातिनो लागि या ठो झिउ ख यसको कानुन इन्फर्म सूचना का नियम कानुन चाहिँ पूर्ण रूपमा पाल्न याउ छिपिङ चेतना पाल्न यावे ख चेतना पाल्न याउका ठाउँना चाहिँ 5 बजे लिपजुला चाहिँ छोला तोर्न रावै मुख सुके 6 बजे न्यादै गइ मुख उकै चाहिँ पूर्ण रूपमा पाल्न याले ती सूचित ताते उनी उकै लागि नरपालिका चाहिँ दिसे याना तो ज्यादा जस्तै कि आत्मको चाहिँ नेपालले जुन सुनाउन म याउ कि क्वारेन्टाइन दिएको ल तल आयुर्वेदिक हस्पिटलले कोही अनअपार हुँदै 220 बेड दिएको ल सुरक्षित सुनिपति न या त आठौँ दिन वे कोरोना यो चाहिँ सुनिपति आइसोलेसन क्वारेन्टाइन चाहिँ आइसोलेसन रेडी रूपमा तयार दिलो हजुर पिसिआर टेस्ट यो लागि मिसिन दिलो प्राइभेट कारणले नाउ सेनर गाडल उकै त न बालक चाहिँ याति जाइना त उन जस्तै कि किर्तिपुर हस्पिटलले आइसोलेसन बेड तयार चाहिँ ल्याउ बेड तयार किन अब यहाँ पेन्डेड सर्टिफिकेसन तवे दु विभिन्न प्याकेजको छिटो आठनो कार्यक्रम यहाँ त चिउपति चाहिँ माइकिङ यहाँ त सफा थियो लागि चाहिँ वाटर छाती जाइना त यसो कारण नरतालिका जनतालाई चाहिँ यहाँ त तर खण्डेक प्रकारात्मक रूपमा चाहिँ अहिले चाहिँ ज्याद मुखेको तर चाहिँ याउटी जाइता चाहिँ सुन कसो चाहिँ यहाँ तोता चौँ मोर्थे तर या माउ जारी होती तो तले चौँ पी मुनुटे त छकापति गुना बुढा ती गुठा के चाहिँ 60 वर्ष 2-3 उना चाहिँ छो पछि वासा बिउ जोर नापे या प्रेसर नापे याउटी उली त पनि या प्रकार छ जब चाहिँ दोटी न्याउनुना जायाउ खण्डेले चाहिँ इन्जिनियरिङको खाना तोंदेको भ्रमको भ्रम त जिसा चिराया पेटे जिसा पेटा हजुर आ डक्ले लिपाले सिजु आछि सम राजनीतिक कर्मी न जुल आछि डेडिसन टु छोको ठाउँ चाहिँ ठो लगातार चाहिँ निषेधाज्ञा अले चाहिँ मोन्टे जनजीवन ने तुन्त समस्या ज्याउ अस्त व्यस्त जुजुङना चौ अवस्था ठो धाठी चाहिँ आठो चाहिँ निषेधाज्ञा ज्याचौ अवस्था सोनिगले गोको ठाउँ चाहिँ आठो सोस पेश संक्रमित झन अपयाउ अवस्था ठो समग्र चाहिँ केन्द्र सरकारी खण्डाउ खसा छिउ नेकपा नेपाल कम्युनिस्ट पार्टी नेकपा यो सरकार दु ठुइले चाहिँ कोरोना महामारी पनि त सरकारले नचौं ज्या छिगुल्टक सन्तुष्ट दु नेपाल सरकार हमेशा सुतिने जारी या त कठिन या त आछिउबी नाबला सिंगु गुठामा छिटा तायो कि नाका दु व नाका पनि मुक्त ओके दुने छिटाटन सोर्सो दाँता बात चिपा धाउटीलाई छिटाटो हजुर अथवा चाहिँ चिन्जी पनाते पनको अवस्थामा मरु तर चाहिँ नेपाल धाउटी देश गरिब देश त धाउकला चाहिँ मानसिक रूपमा चाहिँ गरिब दुखी देश छ हजुर यदि सोच साधन चाहिँ एकै धनी ज्यातो जुन देश खान चाहिँ मानसिक रूपमा चाहिँ गरिब जस्ता दुख कारण हैन नेपाल सरकार यहाँ त ज्या गुड टिभी नो वेल पत्र पत्रिका चाहिँ विज्ञप्ति दियो वो बाइक्युपिटी ज्या दकेशा को जैना तो भी धापी पुलिस प्रहरी प्रशासन का और चाहिँ स्वास्थ्य निकाय का हजुर तबले गुण नेपाल सरकार थके रूप दी वो साधन त ख वो गुसो साधन त इम्पोर्टेन्ट परिचालन वास्तवले वो परिचालन छिट ज्यातो खन्मरो वो परिचालन मौजूद धापी नियम कानुन देखियो किताबे जेको हजुर थोरै शक्ति जको उगे चाहिँ जुछाना छ तर चाहिँ कार्यान्वयन पक्ष चाहिँ कार्यान्वयन या खाते दुनिया चाहिँ या मुख्यपुटी कार्यान्वयन नेपाल सरकार आगु याना त ज्यादा चाहिँ गएको एकदमै लिउने लाना त सुनाउन मुखी कि नेपाल सरकार याना त ज्या सफल ज्या त थोरै असफल तय दिने ठोस कारण छ वास्तव न्यायपुटी कथा वास्तव से आलो तालो वास्तव न्याय लिन अपेक्षा घोटाला जुरो काटला तर वो चाहिँ घोटाला जुमको 10 अरब युपिटी को बजेट चाहिँ सिडलर गाडाल उकेको चाहिँ प्राथमिक साथै छैन चाहिँ खजुरका चाहिँ केको अवस्थामा थयो महामारी जति हुने सुमनु टेसा चाहिँ के भए आर्थिक रूपमा चाहिँ तल्केलिया हो आर्थिक रूपमा चाहिँ सुमनु टेसा जस्तो या के हो એટલે દેશ તો કઈ એક તો બધું જ્યાં ન્યૂનમોની કારણે प्रतिपक्षित या विपक्षित आघात अहिले अन्य विपक्षी पिछे पिन्छ ए ठुलो इंथ सुदिया सरकार थो बाला जाई डाटा कनेक्सन गर्ने भुक्तैमको अया चाहिँ छिन्दा चाहिँ सेंकी मार्यो अयो भावना जति ज्या चाहिँ यहाँ तेल लाता देश जीव ख सिनिम जीवे ख
या वो राजनीति पार्टी सिनी वो ठरानी पार्टी सिनी लो कि छिपी डकुमेन्ट सिनी कारण होइन छिपी डकुमेन्ट जाना नेपाल सरकार केमा छौ जाइदा चाहिँ जुगिङको बोवाला झ्यायामा फुक्कता छ छिपे न्यापी मनु देखाउन वेकअप इन द झ्यायोलाई चाहिँ साथ नै दिन्छ साथ दिउ लागि चाहिँ गुको त साथ दिउ मनु त न्यानी थपला न्यानी उना चाहिँ बिफा त न्याना दिमाल लिचिला दिमा चाहिँ लिचिला दिमाल या खोदको बिहान मनु त ग्वालिगिरी यसो कारण चाहिँ विरोध मुखु साथ पाउनु या साथ दिनु नपाउनु एकबद्धता चाहिँ के लिनु नेपाल सरकारले ज्याना विषयले नेपाल सरकारमा ब्युटी सूचना त चाहिँ झिका त आधिकारिक सूचना झिका माने होइन अवैध छ या जाइदा चाहिँ ग्वालिगिरी छौ प्रसंग चाहिँ थु गठिकी छिले राजनीतिक कर्मी जुन नाटा चाहिँ सी सम्वादला सल बिहान सुनि मगला सुनिगले चाहिँ झिन्चागु नगरपालिका गुडु स्थानीय सरकार ढगा ढाई नगरपालिका द आठो छौगठ सुनिगले झिन्चाउ स्थानीय सरकार थेउ महामारी इले छौगठ नाका टक चाहिँ कन्ट्रोल या मुफु कडा या मुफु अवस्था ले ठो संघीयता यु ठो प्रारूप जुल ठो ठुकिए त छि गुक्ट सोया छन दिए देखेछ बालकले नेता चाहिँ छोड्न खतरा छैन तर एन तबी स्थानीय सरकार नाकावना छौगुटी प्रभुत्व जमे या ठुकी अवस्था बरु तर संघीयता हाल्न भाषा न संघीयता यो बुद्धि अर्थ चाहिँ केन्द्र नापजति केन्द्रित ज्यासँग आयो अवस्था हजुर सुरा त आ तिमीले थौवंगु गोनु द ताते जिसे च्याडो झिनुती द जिमा स्थानीय सरकार गन कोरोना पुष्टि जुल संक्रमित पुष्टि जुल वो पुष्टि जिउ ठाके दिने सिलिया फै राते स्थानीय सरकार न स्थानीय सरकारी त नगरपालिका खबो नगरपालिका चौकी छ सिलिया फै सिलिया पनि न मापदण्ड दिएका छु 50 मिटर आसपास चाहिँ अनुतै सिलजी अनुतै आवत दावत जिदै मुखु यो देखाउँदै हजुर चाहिँ त्याबुदी या त्याबले स्थानीय सरकार धाउन छौ तख स्थानीय तहन चाहिँ छ था दिने या फुक्री या माउते अधिकार छ नियम कानुन छ आटक चाहिँ इन्द्र चाहिँ अधिकार सम्पन्न चाहिँ मरु तर कानुनले नियम पछि यदि इच्छा शक्ति दत्त गर्दा त ताथे स्थानीय सरकार को या चाहिँ छु तर ठण्डाले चाहिँ याउटी खन्मुरु तर को उपत्यका मेयर फोरम धातु छ न निर्णय या त 15 गते टाका चाहिँ डको पथा पिछा चाहिँ भन्दै या क्युरेटिभ घोषणा या त तर घोषणा याना सिडुआई मार्फत नेपाल सरकारी त तो चाहिँ अपिलिया माउती खन्गर हजुर काहे थमेसा टपिङको थमेसा वो या माउती जिम्मेवारी ख जिम्मेवारी यालाई नेपाल सरकारी केला त हजुर चाहिँ सरकारी ते सँगै सरकारी त दायित्व अधिकार मोर तका टाइमले छोया लागि छोया न्याला जस्तै मेयर फोरम ते छ जस्तै सांगाई यो नाका गुलो हजुर जे पार्किङ यो नाका गुलो ठिकै छ ना सँगै यो नाका गुलो और वो तिमुर नाका छ वो इले काठमाडौँ महानगरपालिका टिमले विद्या सुन्दर न गाउँको दुपडी नाका त वो ठोक बन्द या त गाटा त काठमाडौँ उपत्यका दुने तो महामारी त छिसा पनि त भई तो चेन का वो चेनी त छिसा पनि भई तका गाउँको तर चुपी फोनी घर नाक ढुङ्गा तो नाक कि पाछिन चाहिँ छिटो झ्याप्ले इले देता ए थन नाका छिसा बन्द या मलाई तिनले जन त नाका न बन्द या मलाई त्यसले चाहिँ ए मेरो मान्छे यो आइरहेछ ल 1 नम्बरको गाडी तिमी पठाइदियो त्यसले चाहिँ गु नाका चना चौपी छौपी कर्तव्य पालने ना चौपी गु सुरक्षा व्यक्तित्व ख वेक अप दिन चाहिँ लाचार दिन त्यो अवस्था होला अहिले फतल सुधा त जिपिएन एक आठ घन मुजु ख त्यहाँ काठमाडौँ उनी मगर गाजै गु वर्किङ छ न उन मुजु रका टाटाको चाहिँ जीवनी मको अनुसंक्रमित जीफु देवती वो भावना जिदा मुकाल आ जिदा थाला त मे पिण्डमा खाइका जिन व थाकी भेटिएल अहिले छौलाई पास निपति व्यवस्था चाहिँ सिडो मार्फत ज्यादा छौता मन्त्री देवती छोर्छ भाइ हुने चाहिँ सिडो छोर्छ भन्नु या खाने नेपाल सरकारले चाहिँ चेयु पढे चुनाव दिनु त छ मुनु त उही मुनु त छिनु त यहाँ काठमाडौँले बुझेर आगो छ भया भयो अवस्था सिर्जना ल उकै जिम्मेवारी मात्र चाहिँ नगरपालिका 18 वटा क्याउ सन्तोषित प्रदेश सरकार क्याउ या संघीय सरकारमा क्याउको मक्ति कि यो सम्पूर्ण दायित्व सरकार असफल दुध हाउटीलाई सन्तोषित जनताको असफल दुध हजुर आफ्नो नगरपालिका चाहिँ असफल दुध हाउटी जिल्ला छिपिन्दको असफल दुध खर्च छिटो कोकम छ हाउटी खर्च पाल्न महिना अहिले उहाँको बिन्दा चाहिँ ठाके रूपमा चाहिँ जनजवाब नीति मुनु त यो भौतिक क्षेत्र किन न्यानो हो पहले आठन सुखन जाजे कि थय म थय पनि सेफ्टी खदै
व्यापक जो कार्यन सामूहिक पञ्चायत झिके खण्डन्त साइन पन खोङ क्यों खत गाटा सुरक्षित निकाय संघ आदि सशस्त्र प्रहरी जनपद की दखौं चुना याना चोनो ख एन तति या मुक्त तर आया छु करज र तब कर जुसान उकेयुगति गए महत्व कम ज्या हुन आदिनी चाहिँ गुलगुली तिसा तेस अपयना हुन उपेटेका जुन छन् अपदया होला हजुर तो अपदयुगति चाहिँ ज्ञान किसिदैन मानवीय संवेदनशीलता तनाव की थे तो वो मानवीय संवेदनशीलता मतंचु लागि टिपिरला प्रेस तो संचार माध्यम छ सामाजिक सञ्जालले जोडेर व्यापक व्यापक गर्दा छ तो संवेदनशीलता मानवीय संवेदनशीलता चाहिँ तंक्यु तनाव राख्दा चाहिँ मतंक्युपट्टि लागि नेपाल सरकार संघीय सरकार दक्को सरकार सीमा सरकार दिन सरकार झिगिदोको सरकार जे थय स्वास्थ्य कर्मी जिम्माला थय सुरक्षा कर्मी जिम्माला हजुर ए जी पत्रकार दाजु चाहिँ थो आइतो महामारी चाहिँ ठिक पनि हजुर लक्ष्मीजु अहिलेको सुभा देशना जुना व्यस्तता इलेर दठिन छि नेवा एफएम न फोन सक्ति जादे थुमछि जानकारी थुमछि ठौ विचार ठौ या कोरोना विशेष ज्याजोले छि तय दिल ठौको सुझाव तय दिल लिबली बना छिन पन थटे इले बेले खलाबला ज्या चुनिवे जी छु तो इगो छु विचार दिदि सुभा देशना जुना छिन ठौ ठौ ढंग सुरक्षित चुना दिदगा बल सके सुना सुभा देशना जुना सुधार सिक्किम त्यस्तोमा सकल नियमित भागले पिन चाहिँ थपी सुरक्षित व्याख्या जनादिन्छ आउथले थाइदिन सुबादु एक लक्ष्मी कुमार महर्जन जुजुलो एक नप क्वारेन्टाइन चनिबले गठे अनुभव जुल ठौ या कोरोना या महामारी अवस्था गठि दुखी बो नगरपालिका गठि जेने सुन नेपाल सरकार जेने सुन गट पासी ख वा मुखु दुई विशेष समय गर्न खनाबला यन उजुल मावके त सुबा देशना सुना ठौ या ज्याजो या ई कोचागु संकेत वगुदु प्राविधिक थन दिलीप कुमार महर्जन जु पाके संकेत वे ढुंगो गो जो लि ठौ या ज्याजो पाके बैगु जी दासे कने हाक्न नाप्लागु बचन लिसे थौ या ज्याजो चिकपिन रेडियो पासा जी बिबिसा साकेन बैगु जी शंकर थापा ठौ या त बा सुबा जय मा भए